नमस्कार, म राजेश हमाल। भीषण बाढीले गर्दाखेरि धेरै व्यक्तिहरू चाहिँ प्रभावित हुनुभएको छ। उहाँहरूको जीवनमा अझ थप चुनौती आइपरेको छ, चुनौतीको सामना गर्नु परेको छ। धेरै धन जनको चाहिँ नोक्सान भएको छ र पीडितहरूलाई हामी सबैले सहयोग गर्नुपर्छ। हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू, सरकार, देशमा विदेशमा भएको व्यक्तिहरूले हातुमालो गरेर जो व्यक्तिहरू पीडित हुनुहुन्छ उहाँहरूको घाउमा मलम लगाउने या उहाँहरूको जीवनलाई केही हदसम्म सहज बनाउने कोसिस चाहिँ हामी सबैबाट हुनु नै पर्छ। अझ पछि गएर यो परिस्थिति साम्य भइसकेपछि अझ जो लामो अवधिसम्म पनि यो अहिलेको दैवी प्रकोपको कारण चाहिँ नि सङ्घर्षमय या चुनौतीपूर्ण जीवन चाहिँ नि भोग्नुपर्ने हुन्छ, उहाँहरूको लागि पनि केही न केही हामीहरूले एउटा लामो अवधिसम्म गर्नुपर्ने पनि आवश्यकता हुन सक्छ। त्यसैले यो कार्यमा चाहिँ हामी सबै नेपालीहरू सचेत हौं, उहाँहरूप्रति हामी ध्यान दिउँ र यदि हामी सबैजना हातेमालो गर्यौं भने अवश्य पनि हामीले पीडामा परेका आफ्नो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ नि उकास्न पनि सक्छौं। दैवी प्रकोप गयो, धनजनको नोक्सान भयो, त्यो असाध्यै नै दुःखदायी घटना हो। हामी सबैलाई यसले असर परेकै छ अनि हुन्छ। तर जुन घटना घटेको छ त्यो साथै पीडादायी छ र जो जति यसमा चाहिँ नि चुनौती झेलिरहनु भएको छ उहाँहरू सबैलाई चाहिँ नि हामीले सहयोग गर्ने हाम्रो कर्तव्य पनि हो र यो समस्या सायद केही बेरसम्म रहन पनि सक्छ। परिस्थिति साम्य भइसकेपछि अझ व्यक्तिहरूलाई जसलाई चाहिँ नि अझ लामो अवधिसम्म पनि केही सहयोग चाहिने या सहयोगको आवश्यकता पर्ने व्यक्तिहरू पनि हुन सक्नुहुन्छ। त्यसकारण एउटा लामो अवधिको लागि पनि सहयोग दिनको लागि सरकार लगायत हामी सम्पूर्ण समाजका व्यक्तिहरू चाहिँ सायद तयार पनि हुनुपर्छ होला। थ्याङ्क यू, धन्यवाद।